जीव आती मैले पानी निरा छड्दिए शिरमा एयरपोर्टहरु उताको ओ परगतिको एयरपोर्ट तल जंगलको नाम लेखिएको थियो नि हो त्यो के अरे कता जाने हो पुल तरेर सारा बुढाबुढी ल ल मलाई त मान्छे राख्छन् ल मोबाइल यहाँ छ के ल हम त नि हामी पनि के कम छम र ल दरौं सिरबारी ल है रमाइलो रहेछ नमस्ते जोरले
वेलकम वेलकम हाम्रो सिरुबारीमा हजुरहरुलाई वेलकम।
नि आए मैले त हाम्रो पनि पाउनुस् त बोलेको नि हैन खान दिएको नि हैन म यहाँ मन ल्यासी यहाँ दिदी चस्मा पनि पाउनु हुन्न फेरि ओ त्यही दर छोड चस्मा लानी हैन त्यस्तो होइन किन नपाउँगे मैले दिदीको सपोर्टहरु चाहिँ पहाड बाछिनी मासु जिग्नुहरु सबैजना बाबाआमा दाजुभाइहरूले चाहिँ सहयोग पुर्याएर चाहिँ अहिले चाहिँ हाम्रो यो होमस्टे 28 वर्षमा पुगिसकेको छ। सिरुबारी होमस्टेले हरेक सबै राष्ट्रिय पुरस्कारहरू चाहिँ हामी पुरस्कृत भइसकेका छौँ। सिरुबारी यहाँ चाहिँ हजुरहरू आएर यहाँबाट हिमालहरू हिम श्रृङ्खलाहरू चाहिँ हामीले यहाँबाट देख्न सकिँदैन। यहाँ आएर चाहिँ हजुरहरूले यहाँको रहनसहन, ढुङ्गाको बाटो अनि ढुङ्गाले छाएको छाना भएको घरहरू नै हेर्ने हो अनि यहाँको सांस्कृतिक कार्यक्रमहरू हेर्ने हो। आज नेपालको पहिलो होमस्टे सिरुबारीमा घुम्न आउनु भएको छ। त्योभन्दा सबैभन्दा पहिला हाम्रो संस्थाहरूको सबैजनालाई मैले आसन गर्न गइरहेको छु। सिरुबारी सामुदायिकका अध्यक्ष र धर्मदाय अध्यक्ष मामा चन्द्रबहादुर गुरुङ मामालाई म आसन ग्रहण गरिदिनु र हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु।
आसन ग्रहण गरिदिनु र हार्दिक अनुरोध गर्दछु। यसै गरी भन्दै आज चाहिँ हाम्रो गाउँमा घुम्न आउनु भएको छ पारिजात महिला एकता समूह कुसमादेखि आउनु भएको छ। संयोजक हुनुहुन्छ पूर्ण 40 जनाको समूहमा हुनुहुन्छ उहाँहरू सबैजनाले चाहिँ यथास्थानमा आसन ग्रहण गरिदिनु र हार्दिक अनुरोध गर्दछु। थकाली उहाँको परिवार 26 जनाको समूह हुनुहुन्छ सबैजनाले चाहिँ यथास्थानमा आसन ग्रहण गरिदिनु र हार्दिक अनुरोध गर्दछु। टिम संयोजक हुनुहुन्छ खोम कुमारी त्रिपाठी अधिकारी उहाँलाई पनि आसन ग्रहण गरिदिनु र हार्दिक अनुरोध गर्दछु। यसै गरी सम्पूर्ण 18 जनालाई चाहिँ यथास्थानमा आसन ग्रहण गरिदिनु र हार्दिक अनुरोध गर्दछु। यसै गरी सम्पूर्ण परिवार 22 जनाको समूहमा हुनुहुन्छ उहाँहरू यथास्थानमा आसन ग्रहण गरिदिनु र हार्दिक अनुरोध गर्दछु। यसै गरी अन्नपूर्ण टोल हुनुहुन्छ दुलेगौँडाबाट अध्यक्ष हुनुहुन्छ रूपक मल्ल उहाँलाई आसन ग्रहण गरिदिनु र हार्दिक अनुरोध गर्दछु। कोषाध्यक्ष चाहिँ हुनुहुन्छ अन्जु सिंह ठकुरी फेरि पनि आसन ग्रहण गरिदिनु होला है त भन्दै वेद सल्लाहकार हुनुहुन्छ विष्णु राणा उहाँलाई पनि आसन ग्रहण गरिदिनु र हार्दिक अनुरोध गर्दछु। यसै गरी वेद प्रसाद पौडेल उहाँलाई पनि आसन ग्रहण गरिदिनु र हार्दिक अनुरोध गर्दछु। सबैजनाले कति पनि अल्छी नगरिकन ताली बजाउनु होला है त अलिक ताली हाले क्या हो थ्याङ्क यू धन्यवाद। यसै गरी महेन्द्र शर्मा हुनुहुन्छ उहाँको जिम्माबाट उहाँलाई पनि आसन ग्रहण गरिदिनु र हार्दिक अनुरोध गर्दछु। यसै गरी हुनुहुन्छ दिनेश गौतम उहाँलाई पनि आसन ग्रहण गरिदिनु र हार्दिक अनुरोध गर्दछु। यसै गरी उहाँहरूको टिममा सबैजना 36 जनाको समूहमा हुनुहुन्छ सबैजना चाहिँ यथास्थानमा आसन ग्रहण गरिदिनु र हार्दिक अनुरोध गर्दछु। भन्दै हाम्रो पहिलो प्रस्तुति स्वागत गीत रहेको छ र यो स्वागत गीतमा Bye.
चिसो ढङ्गैको तलैमा हो राजा छोपिदेऊ हजुरको जरामा गाउँमा आज हामीले नाचेर गऱ्यौँ अतिथिको छोपिदेऊ हजुरको
यति बेला निरा रमाइलो भइराको लायो माया निरा आकाशको तारा झै छुट्यो माया निरा पानीको धारा झै लायो माया निरा आकाशको तारा झै छुट्यो माया निरा पानीको धारा झै चिसो मौसम निरा क्या दुःख पाउनु शिवरीलाई निरा सम्झेर आउनु चिसो मौसम निरा क्या दुःख पाउनु निरा आकाशको तारा झै छुट्यो माया निरा पानीको धारा निरा आकाशको तारा झै छुट्यो सफा निरा कति छ रमाइलो दुःख सुख निरा गरेर आइयो कति सफा निरा कति छ रमाइलो आयो माया निरा आकाशको तारा झै छुट्यो माया निरा पानीको धारा झै निरा आएका जातिले भन्छन् निरा आएका जातिले बस्यो माया निरा आकाशको तारा झै छुट्यो माया निरा पानीको धारा झै बस्यो माया निरा आकाशको तारा झै छुट्यो माया निरा पानीको धारा झै छुट्यो पानीको धारा त्यमाथि निरा क्या राम्रो चल्बेटी फेराइ राजा निरा ठाउँ मैले बेटी त्यमाथि निरा क्या राम्रो चल्बेटी यो माया निरा आकाशको तारा झै छुट्यो माया निरा पानीको धारा झै यो माया निरा आकाशको तारा झै छुट्यो माया निरा पानीको धारा मनभित्र त तिम्रो हाम्रो निरा गाडा होस् नि निरा बेटी यो अहिले निरा कल्पना मैले त गजलकारी निरा बेटी यो अहिले लायो माया निरा आकाशको तारा झै छुट्यो माया निरा पानीको धारा लायो माया निरा आकाशको तारा झै छुट्यो माया निरा पानीको धारा निरा भएछ पहेलै भेटे मैले निरा हितैको माया छुट्यो माया निरा पानीको धारा हे जनको गारा निरा कुन पार्यो जिल्ला माया लाउन निरा मिल्ला कि नमिल्ला जनको गारा निरा कुन पार्यो जिल्ला
यहाँनिर छोडिदिए आज राजालाई घरको बुढानिर छोडिदिए आजलाई बस्यो मायानिर कसको तारा जान्छु मायानिर पानीको धारा बस्यो मायानिर कसको तारा जाइ बस्यो मायानिर पानीको धारा यसबाट लाइभ खुसी भो अपि मैले पानी निर छोडिदिए शिरमा निर खुसी भो अपि मैले पानी निर छोडिदिए शिरमा भयो माया निर पानीको धारा जाइ छुट्यो माया निर पानीको धारा लायो माया निर आकाशको तारा जाइ छुट्यो माया निर पानीको धारा म पनि खुसी यही खुसीमा निरमा रम्की बुढ्छु पनि खुसी यही खुसीमा निरमा रम्की बुढ्छु बस्यो मायानिर कसको तारा जाइ छुट्यो मायानिर पानीको धारा बस्यो मायानिर कसको तारा जाइ छुट्यो मायानिर पानीको धारा हाम्रो अन्तिम नाच यही हुनेछ सबैजना नाच्नु ल सबैजना नाच्नु ल
सबैजनालाई धेरै धेरै धन्यवाद।